हामी न्याय माग्नको लागि आन्दोलन गर्छौँ, राजीनामा माग्नको लागि होइन। र जसले राजीनामा मागिरहेको छ त्यो राजनीति गर्न खोजिरहेको छ भन्ने कुरा हामीले बुझ्नुपर्छ। किनभने हरेक चिज सरकारको हातमा हुँदैन। संविधानमा लेखेको हुन्छ जसलाई भन्ने बित्तिकै चाहेर पनि चेन्ज गर्न सकिँदैन। हो, हामीले आवाज उठाउनु पर्छ, सरकारलाई खबरदारी गर्नुपर्छ, केही नियमहरूलाई चेन्ज गर्नको लागि माग गर्नुपर्छ। जस्तै बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ भन्ने जस्ता माग राख्नुपर्छ, ताकि भोलिको दिनमा गएर कसैले पनि यस्तो अमानवीय हरकत गर्न नखोजोस्। यदि गर्यो भने सिधै फाँसी। मान्छेको मनमा डर हुनुपर्छ। हामी समस्याको समाधानतिर जानुपर्छ, राजीनामा माग्नेतिर होइन। किनभने राजीनामाले बलात्कार रोकिँदैन। यसको लागि फाँसी जस्तो कडा सजाय आउनुपर्छ। 30-35 वर्षदेखि बिग्रिएको देश 30-35 महिनामा कुनै पनि हिसाबले बन्न सक्दैन, विकास हुन सक्दैन। यसको लागि टाइम लाग्छ र हामीले टाइम दिनुपर्छ। बुझ्नुभयो?